बुढो हजुर ओहो खाना खान जाऊँ के भन्नु बुढे खाना खान जाऊँ खाना एकैछिन अगाडि गरौँ न यो रातको 10-11 बजिसक्यो अनि अहिले खामा नि बुढी समय नभए तिमीलाई भोक लाग्यो खाऊ न नाइ बुढोले नखाए त मलाई नि रुच्दैन के हजुरले नखाए त मलाई नि खान मन लाग्दैन आमा हो र एकैछिन अगाडि गरौँ न भोक लाग्यो होला नभए खाना खाऊ के तिमी गर मेरो त काम छ बुढी बिहान 6 बजेबाट काम गरेको अहिलेसम्म काम गरेँ भनेर बुढी काम भनेको कहिले सक्ने चिज पनि होइन यो होइन कामको जाँदै त कामको नामै काम हो क्या त्यो काम भन्ने चिज कहिले सक्दैन शब्द नि कहिले सक्दैन त्यही भएर कामभन्दा अगाडि खाना खाने अनि काम गर्ने ए हो र हुन्छ नि एकछिन वेट गर न त है अनि अरू के छ त नानीले खाना खाइसक्यो त नानीले खाना खाइसक्यो अनि निन्द्रा नि लाग्यो मलाई ए एकैछिन वेट गर न फेरि रबर सोटो भएछ कि अनि अरू सब्जेक्सन कति बेला आएको तिमी ड्युटीबाट म त 8:30 बजे आइपुगेँ ए 8 बजे आएको बेलुका 8:30 8:30 बजे किन त्यस्तो ढिलो भयो जाम गाडी जाम नेपालको जाम यस्तै हो बुढी के गर्छौ त भोलि पर्सि अब आफ्नै कारखाना राख्नुपर्छ बुढी अनि मन लाग्दै हुन्छ त्यसपछि छोटो भएछ कि काम यो रबरै छोटो भएछ तन्केर हाल्नु पऱ्यो नि कति दुःख गर्नुहुन्छ है र पनि म यस्तो दुःख गरेर म तिम्रो सपना पुरा गर्छु भन्नुहुन्छ बुढाले के भन्दा बुढी अब मेरो मात्र सपना रहेन तिम्रो पनि सपना छ के सपना पुरा गरौँ तिम्रो पनि मेरो पनि तिमीले पुरा गर्छौ है मेरो त्यस्तो ठुलो सपना त केही छैन बुढी हेर आफै सके जति तिमीलाई खुसी बनाउन सकौँ आफ्नो बाआमालाई नानीलाई खुसी बनाउन सकौँ त्योभन्दा मलाई केही चाहिएन बुढी सबैजनालाई खुसी बनाएर मऱ्यो भने पनि बरु के फरक पर्दैन ल बुढो ल